आदरणीय सद्धर्मानुरागी सुन्दर साथजी, आज तपाईहरुलाई म एउटा ऐतिहासिक घरमा लिएर आइपुगेको छु। यो घर देख्दै हुनुहुन्छ होला। यो घर पहिलेको पहाडको एउटा प्राचीन प्रकारको घर भनौँ, एउटा ऐतिहासिक प्रकारको घर छ। तर यसको व्याख्या त्यतिमा मात्र सीमित हुँदैन। यो श्री कृष्ण प्रणामीको गादीपति महाराज श्री कृष्णमणि महाराजजीको जन्म भएको घर पनि हो। बोले श्री कृष्ण कन्हैया लाल की जय। हेर्नुहोस्, यहीँनिर हाम्रो जगतगुरु श्री कृष्णमणि महाराजजी आज हाम्रो श्री कृष्ण प्रणामी धर्मलाई सम्हालेर जो अगाडि बढ्दै हुनुहुन्छ, उहाँको एउटा जन्मस्थान भएको घर र यो एउटा मन्दिर, एउटा पावन जन्मभूमिमा हामी आइपुगेका छौँ। तपाईहरुलाई मैले दर्शन गराएँ र यता प्राङ्गण यस्तो छ। यो जितपुर, इलामको जितपुर। ल, सबैजनाले हेर्नुभयो घर। यता यो चाहिँ बिस्तारै अब मन्दिरहरू पछि बनिन पनि सक्ने स्थान भएकोले गर्दाखेरि अहिले घरमै एउटा भइरहेको छ। यहाँ बसिराख्नु भएको छ र आउनुहुन्छ अब।